पिँढीमा बसेर मेरै बाटो हेरेर यो प्रसिद्ध गीतको रचनाकार, गीतकार एवं साहित्यकार विश्वनाथ ढुङ्गेलको निवास बालकोटमा आइपुगेका छौँ आज। 42 सालमा रचना गर्नुभएको यो गीत स्वर्गीय बुद्धिकृष्ण लामिछानेज्यूले गाउनुभएको थियो। यो कालजयी गीत उहाँले रचना गर्नुभएको किन, कसरी भन्ने कुराहरू उहाँकै मुखारबिन्दबाट आज हामी केही सुनौँ न त। हजुर, नमस्कार यहाँहरू दुवैलाई। मेरो यो गीत 2042 सालमा म जुन अलि उमेर सानै थियो र मैले त्रिशुली 500 खोला भेडाफार्म भन्ने ठाउँमा जाँदा त्यहाँ एउटा दुर्घटना परेको थियो। त्यो दुर्घटनालाई राति चान्सबस हामी त्यहाँ बास बस्ने मौका पायौँ र यहाँ घरको सम्झनाले, अब बढी मात्रा आमाकै सम्झनाले गर्दा मैले यो गीतलाई तयार पारेको हो। र यो गीतले अति राम्रो रूप लिएर अगाडि बढेको थियो। यो गीतलाई स्वर्गीय बुद्धिकृष्ण लामिछानेले गाउनुभएको थियो र उहाँ अहिले बितिसक्नु भएको हुनाले अब यसलाई मैले आफैले अहिले गाउने जमर्को गरेको छु र अब यो कहाँसम्म अब सफल हुन्छ अब हेरौँ। यसलाई मैले चाहिँ यसरी जुन 42 सालमा त्रिशुली बस्दाखेरिकै मेरो सम्झनाले नै लेखेको एउटा मार्मिक गीत हो। यसलाई अब श्रोताहरूले अत्याधिक मात्रामा रुचाउनु भएको थियो र अब जुन गीत सङ्कलन जुन रचनाकारलाई अब मान्छेले चिन्दैनन्। अब अहिलेलाई चाहिँ मैले नै आफैले यसलाई गाएर भनौँ श्रोतामाझ पुर्याउने मेरो लक्ष्य रहेको छ। अब यो हेरौँ कहाँसम्म सफल हुन्छ। हजुर, मजाले गाउनु है, एकदम दिलमा आमालाई सम्झेर।
गजब गजब। ल दामी भयो, राम्रो गाउनु भयो। अब धेरै धेरै बधाई अनि शुभकामना, अग्रिम बधाई शुभकामना। विश्वनाथ ढुङ्गेल दाजुको यो रचना उहाँले आज आफै गाउनुभयो र हामी स्ट्रिङ रेकर्डिङ स्टुडियोमा रेकर्डिङ सकेर बस्यौँ अहिले यति बेला, र अहिले खिच्दै हुनुहुन्छ आजका रेकर्डिस्ट, साउन्ड इन्जिनियर, राम्रो गायक सङ्गीतकार हरिशरण सायमी सर। धेरै धेरै धन्यवाद। जय होस्, जय सङ्गीत।